एभ्रीवन वेलकम ब्याक टु माई च्यानल। आज पनि तपाईलाई फेरि पनि स्वागत छ मेरो सम्पंक भ्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला। लामो समयपछि फेरि पनि हामी उपस्थित भइसकेका छौं आमा र छोरा। अनि आज चाहिँ हामी के गर्दै छौं आमा छोरा अनि भनेर चाहिँ तपाईलाई शेयर गर्नेछु। अनि मैले चाहिँ सर्ट भिडियोहरु लाइरहेको छु, तपाईहरुले सायदै हेर्दिदै हुनुहुन्छ होला भन्ने आशा छ। अनि हेर्नु भएको छैन भने पनि हेर्दिनु होला। अनि मैले चाहिँ लङ भिडियो चाहिँ कति भन्दा नबनाएको, अनि नानीले गर्दाखेरि चाहिँ मलाई क्यामेरा समात्नै उयो भयो के हल्लेको भयो। अनि त्यही भएर चाहिँ बनाएको छुइनँ। अनि अबदेखि चाहिँ म हप्तामा एउटा नत्र दुईटा चाहिँ लाउने कोसिस गर्नेछु। यसो नै साथ सपोर्ट गर्नु होला। सायदै तपाईले पनि बिर्सिनु भएको छैन होला भन्ने आशा राख्दछु। अनि मेरो छोरा चाहिँ अहिले यत्रो भइसकेको छ साथीहरु। मैले चाहिँ अगाडिको भिडियोमा चाहिँ अलिक सानैमा मात्रै लगाएको छु जस्तो लाग्छ मलाई। अहिले त नक्कल पार्ने भइसकेको छ मेरो छोरा। कही हाँसिदेऊ, हाँसिदिनु न, छक्क परेर हेर्दैछ। ओके साथीहरु, अब चाहिँ भने मेरो चाहिँ खाना बनाउनु टाइम भएको छ। अनि खाना बनाउनको लागि जान आँटेको छु। के साथीहरु, अहिले चाहिँ म खानाहरु पकाउनलाई माथि चढिसकेको छु। तपाईले देखिसक्नु भयो आज हाम्रो घरमा चाहिँ के को सब्जी छ भनेर। करेला र आलु यसको सब्जी रहेको छ भने लौका र आलुको चाहिँ म ग्रेभी बनाउँदै छु। अनि खाना चाहिँ पसाइसकेको छु। अनि यहाँ कराई पनि पसालिसकेको छु। अहिले चाहिँ भने म करेला र लौका बनाउनतिर लाग्छु। अनि हेरौ के कस्तो बनाउँछ है त। यहाँ चाहिँ मेरो कराई तातिसकेको छ। म यहाँनिर चाहिँ सुरुमा करेलालाई फ्राई गर्न आँटेको छु। यहाँनिर चाहिँ मेरो करेलाको तरकारी बनिँदैछ। अनि यहाँनिर चाहिँ लौका र आलुको ग्रेभी हुँदैछ। यहाँ खाना रेडी भइसकेको छ। ओके गाइज, अहिले चाहिँ मेरो भात सब्जी सबै रेडी भइसकेको छ। अनि म चाहिँ अहिले नानीको लागि प्युरी रेडी गर्दैछु। यहाँनिर छ कोला, दुईटा कोला उसिनिराखेको छु। यसलाई चाहिँ मैले यो पाकेको कोला है, पाकेको कोलालाई चाहिँ मैले उयो गर्दैछु, बोइल गर्दैछु। अनि यसलाई चाहिँ भने मैले नानीलाई प्युरी बनाएर खुवाउनु पर्ने हुन्छ या ग्राइन्ड गरेर। अनि नानीको लागि म नानीको खाना रेडी गर्दैछु है त अहिले चाहिँ। ओके साथीहरु, अहिले चाहिँ मेरो नानीलाई मैले खुवाउन थालेको छु। मैले चाहिँ नानीलाई 6 महिनादेखि चाहिँ फ्रुट्सहरुको चाहिँ प्युरी बनाएर खुवाउन थालेको छु नि त। अहिले 7 लागिसक्यो। अब यहाँदेखि उता चाहिँ मैले ओट्सहरु खुवाउने सोचिराखेको छु। तर अब 1-2 दिन पछिदेखि अहिले चाहिँ मैले नानीलाई बनाना प्युरी बनाएर खुवाउन आँटेको छु। अनि हामीले चाहिँ नानीलाई यस्तो किन्देको छौं नि त खुवाउने यस्तो भाडा। यो चाहिँ एकदमै सजिलो हुँदो रहेछ हैन, हातले पनि खुवाइराख्नु नपर्ने। यो यहाँ लगायो अनि जति पनि त्यो यो छ नि ठुलठुलो नानीलाई अड्किन्छ कि भन्ने डर पनि नहुने यो यस्तो हुँदो रहेछ क्या भित्रबाट चाहिँ। अनि योलाई चाहिँ यहाँ लगाएर अनि यसमा थिच्दाखेरि चाहिँ यसमा आउने रहेछ। यसको यस्तो बोतलै हो यो। अनि यहाँ चाहिँ एकदमै सजिलो हुँदो रहेछ, नानीलाई अड्किन्छ साह्रो पर्छ भन्ने पनि हुँदैन रहेछ। तर प्युरीलाई हल्का पातलो चाहिँ बनाउनु पर्दो रहेछ साथीहरु। अनि मैले चाहिँ नानीलाई अहिलेसम्म यो यसमै खुवाइराखेको छु, यसबाटै खुवाइराखेको छु। यो चाहिँ एकदमै सजिलो लाग्यो है मेरो लागि चाहिँ साथीहरु। यहाँ बाउ छोराको इन्ट्री। मम्मीको ब्लग हेर, कति ठुलो भएर हेर्नु तिमी पनि यस्तो थिए भनेर। उता लाइट लदेर आइरहेछ। तर नि मेरो बुढा र नानी चाहिँ गोरो छ है। छक्क परेर हेर्छ। ल साथीहरु, अहिले चाहिँ हामी बाहिर निस्किनको लागि चाहिँ पुरा रेडी भइसकिसकेको छौं। बाहिर चाहिँ घाम छ नि त। अनि त्यही भएर चाहिँ हामीले यस्तो हल्का हल्का लुगाहरु लाएर निस्किदैछौं। अनि अहिले भर्खर नानी चाहिँ उठेको सुतिरहेको थियो नि त। अनि त्यही भएर चाहिँ अलिक ढिलो भइरहेको छ बाहिर निस्किनको लागि। अनि हामी बाहिर के गर्छौं शेयर गर्ने कोसिस गर्नेछु, हेरेर इन्जोय गर्नु होला। ओके साथीहरु, अब चाहिँ भने हामी जान्छौं हैन त। मेरो छोरा चाहिँ फेरि बाहिर हिँड्न खुब रहर गर्छ हैन। ओके, मेरो हस्बेन्ड झरिसक्नु भइसक्यो। अब हामी जान्छौं। लेट्स गो बेबी। हेरेको हेर न फोन। 200 रुपैयाँ रिटर्न, दोग्नु 100 रुपैयाँको लिनुपर्छ। 100 रुपैयाँ। ल साथीहरु लाग्यो बाइकमा। जुनै हानि हुन्छ। म यो त खाना पानी चियासँग मात्र मिठो लाग्छ। बिजले के खान्छ त्यो त थाहा भएन त। त्यो त मिठो नै। चिया त नबोक्नु, दुनोट मिठो हुँदैन हौ अहिलेको। बरु यो यस्तो भुके सुके नै बोक्नु। हामी चाहिँ यहाँ खाजा किन्दैछौँ। हेरेको टुलटुली हेर्दैछौँ।
साथीहरु अहिले चाहिँ हामी खाजा खान आएको छौं अनि मैले चाहिँ सुरुमा चटपटे मगाएको छु अनि यो खान्छौं हामी अब तपाईको खानु दिएर नि त त्यस्तै त हुन्छ के गर्नु अलिअलि खाए बाबा घट्छ हेरेको हेरे त मुनि किन अलि बस्नु छोरा माउले फक्कै खाइदिइहाल्छ यो मौकामा कसरी खायो आफूले कागज जस्तो हो नि हामीमा यो कम त्यो पनि ठिकै हो गुड मर्निङ एभ्रिवान अहिले चाहिँ भर्खर हामी उठिराखेका छौँ हिजो चाहिँ मैले भिडियो गर्न पाइनँ रात पनि गयो नि त अनि त्यही भएर चाहिँ अनि फेरि बिहान उठेर भिडियो स्टार्ट गर्दैछु हामी चाहिँ भर्खर उठेर आमा छोरा यी झुल पनि उठाएको छैनौँ ओछ्यानमै छौँ अनि मेरो छोरो चाहिँ बिहान बिहानै आज उठो क्या हेर न मलाई निद्रा लाग्दा उसलाई लाग्दैन उसलाई लाग्दा मलाई लाग्दैन अनि के चाहिँ गर्नु भन त होइन अरू बेला हाम्रो नानी बिहानको 7-8 बजीसम्म सुत्यो भने आज त 5 बजी बिउजेको छ म त्यतिखेर बिउजेको म पनि टाउको दुखिरह नानीको सुताइ मिलिरहेको होइन मेरो नक्कले बोल्देऊ सानो भन्देऊ हेरेको हेर नि अयो को रहेछ सानो को आबुई अनि तिमीले टाउको हलाउँदाले पनि हलाउँछ त को हो भन मलाई जिस्काउने हो भन अनि साथीहरु हिजोको भिडियो तपाईहरुलाई के कस्तो लाग्यो हैन हेरेर कमेन्ट गर्नु होला अनि यति राम्रो लाग्यो भने सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला अनि मेरो सर्ट भिडियोलाई पनि माया गर्दिनु होला है त ओके गाइस आजको भिडियो यति नै हामी नेक्स्ट भिडियोमा फेरि पनि भेट्ने छौं अहिले चाहिँ बाइ बाइ के बाइ गर्दिउ साना बाइ 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 आनु आनु गरेर देखाइदिउ न सबै जनाले आनु 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 खोइ आनु 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 भएन आनु 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 सबैजना आएर सब्स्क्राइब गर्नु